सो हजुरहरूलाई आपत्ति छैन भने म चाहिँ एउटा सुनाउँछु ल। ओके ओके आपत्ति हुने त यो चाहिँ मैले हिजो लेखेको ल। नाले दुईजनासित कुरा गरेर सुन्दै हुनुहुन्छ? हजुर हजुर म्युटमा बस्दिनु है सबैजना। जुन छमछम गर्दै चम्किरहेछ आकाशमा, घनघोर रातलाई केही हदसम्म उज्यालो बनाउने प्रयासमा। बादलको टुक्राहरूलाई समेट्न पश्चिमदेखि पूर्व धकल्न एक थान हावा चल्छ। कालो बादल र सोहेद चाँदनी केही बेर लुकमारी खेल्छन्। गङ्गाको किनारमा उनीहरूको संसर्ग देखिन्छ। बहँदै गरेको, लड्दै गरेको, कलकल गर्दै हिँडेको सालनीको अलग अलग सरगम छ, मनमोहक अनि अपूर्व मिसिएको। तर म त केवल विरह सुन्छु। म चाँदनी बिम्बलाई सदाको लागि मस्तिष्कमा कैद गर्न चाहन्छु। शीतल किरणसँगै अनन्तसम्मको यो सुनसानमा बग्न चाहन्छु। चिसो हावामा अङ्गालो फैलाई म पुकार्छु तिम्रो नाम। खै कहाँ छौ तिमी? न देख्छु म उज्यालोमा, न हुन्छ भेट हाम्रो साम। बस अति भयो त्यागिदिउँ म मेरो आफ्नो भारी शरीर। आजाद गरिदिउँ के म बनिदिउँ भोलि बिहानीको घाम। छुटाइदेऊ के यो शरीर र आत्मालाई, मिसाइदिउँ यो सास र मासलाई, या मिलाइदिउँ हावासँग आफैलाई, अनि तय गरिदिउँ यो क्षितिज पारीको बाटो। म सोच्दै किनाराको जललाई अञ्जुलीमा लिन्छु, जुन हेर्दै म आफैलाई आहुति दिन्छु। तिमी पनि त यी शालिनी जस्तै छौ, आफ्नै सुरमा बहने शालिनी जस्तै, मूलदेखि छुटिएर आफ्नो सागरसँग भेट्न तम्सिने। अनि म चाहिँ हरियो लेउ जो शालिनीमा तैरिरहेका छन्, दुरस्तै म जस्ता। शालिनीका गहना त त्यसमा तैरिने गङ्गेटा र माछाहरू पो हुन्। यो लेउको कसलाई चिन्ता? यो लेउ त केवल शालिनीको क्रूरता जाहिर गर्छ। के खाँचो यसको? के अस्तित्व यसको? किन चाहियो यसको उपलब्धता? के अधिकार यसलाई शालिनीको क्रूरता तुल्याउन? कुनै हक छैन। यो लेउ त बाँझो हो। यो लेउ न त भएकै निको। जबसम्म यो लेउ रहन्छ यसले अनिष्ट भित्र्याउँछ, कहल निम्त्याउँछ। त्यसैले आज यो लेउ सदाको लागि जानु नै पर्छ। त्यसैले आज लेउ सदाको लागि जानु नै पर्छ। जय शम्भो, हर हर महादेव।